सो हेलो हाई नमस्ते सबै जान्नलाई आजको हाम्रो फर्स्ट न्युजको बारेमा कुरा गरौँ। हामी कुरा गर्न जान्छौँ एल्सन राजको बारेमा। सो रिसेन्टली उहाँ लाइभ आउनु भएको थियो र उहाँले एनएसएल नेपाल सुपर लिगको रिगार्डिङ कुरा गरे भन्नुभएको छ कि एनएसएल को हाइप चाहिँ एकदमै बढी भयो, खर्च पनि एकदमै बढी हुन्छ र त्यसको रिटर्नमा जसले इन्भेस्ट गरिरहेका हुन्छन् उनीहरूलाई चाहिँ त्यस्तो केही फाइदा हुँदैन। सो यदि यही मोडेलमा चल्दै गयो भने एनएसएल को चाहिँ कुनै पनि फ्युचर छैन र अरु उहाँले के भन्नुभएको छ तपाईहरु आफै हेर्न सक्नुहुनेछ। एनएसएल को हाइप धेरै ठुलो भयो के ब्रो, साच्चै भनेको एनएसएल को हाइप यस्तो ठुलो भयो कि जस्तो तिमीले त्यो एउटा हाइप लिभ अप गर्नै गाह्रो हुन्छ कि एज अ क्लब मोर देन 3 months यु कान्ट लिभ अप द्याट स्ट्यान्डर्ड अफ लिभिङ के प्लेयरहरुको। यु कान्ट ब्रो, यु रियल्ली कान्ट। साच्चै भनेको तिमीले हैन कुनै पनि विदेशी प्लेयरलाई नेपाली प्लेयरको एनएसएल मा यति स्यालेरी हुन्छ भनेर भन, तर्सिन्छ है दिन। के भन्छ फाक त्यत्रो हुन्छ नि, तर्सिन्छ क्या उनीहरू हैन। अनि तिमीले त्यो लेभलको होटलमा 3 महिना राख्न, माई गॉड ब्रो, लाइक तिमीलाई हामीलाई फुटबल हेर्न मन छ सो विल चाहिँ के भएर, बट ब्रो 1 महिना राखेको देयर आर सम क्लब्स जसले 45 लाख तिरेछ 1 महिना राखेको न। इमेजिन ब्रो 1 करोड 30 लाख होटलको लागि मात्रै। In return of what bro? In return of what? Not even a single penny you get in return bro from NSL. Not even a single penny. नेपालमा फुटबल लास्ट ग्रो हुन सक्छ ब्रो हैन, बट नट इन द मोडालिटी एन्ड द वे एनएसएल इज गोइङ। एन्ड म यो मेरो एनएसएल मा काम गर्ने मौका दाउमा राखेर बोलिरहेको छु। किन मलाई लुकाउन छैन क्या, के हुन्छ लुकाएर? सत्य नबोल्ने, लुका नदेऊ के जागिर छैन के। त्यो 1 महिनाको घाँसै जागिर खान जान्न पनि ल, कति नै पैसा हो र जान्न ल हैन। मलाई काम गर्नै छैन क्या, किन काम गर्छ? ए बाबा केहीको भविष्य भए पो काम गर्ने, यसको भविष्य छैन क्या ब्रो, यसको भविष्य छैन। रोबर्टो कार्लोस आउँदाखेरि कति पैसा खर्च भएको छ सोध जर्नलिस्टलाई, र त्यो पैसा क्लबहरूलाई रोबर्टो कार्लोस नल्याएर बरु बाँड्दिएको भए क्लबलाई कति राहत हुन्थ्यो पनि सोध। एन्ड अब हामी कुरा गरौँ सुचिता श्रेष्ठको बारेमा। सो के उहाँको एउटा भिडियोलाई लिएर गिरीश खटिवडा ह्याप्पी हुनु हुँदैन त? किनभने गिरीश खटिवडाले सुचिता श्रेष्ठको भिडियोमा डिसएग्री गर्दै एउटा कमेन्ट गर्नु भएको थियो। पहिला तपाईहरु सुचिता श्रेष्ठको त्यो भिडियो हेर्न सक्नुहुनेछ। यो इन्स्टाग्रामहरुतिर के हैन, ल केटीहरुको त प्राइभेट अकाउन्ट हुन्छ, ल माने अलिकति प्राइभेसी हुनुपर्छ हैन, चाहिने नचाहिने केटाहरुले हुँदैन मेसेज पठाइराको हुन्छ, कमेन्ट गरिराको हुन्छ, त्यसलाई चाहिँ अभोइड गर्नको लागि भनेर भन्छ नि हैन। तर यो केटाहरुले चाहिँ किन यो प्राइभेट अकाउन्ट बनाइराको छ के? फर वाट? अझै त्यो पनि 0 पोस्टमा के प्राइभेट अकाउन्ट हुन्छ के उनीहरुको? के हो भाइ, कसले पठाउँछ तिमीलाई मेसेज? सो यो भिडियोमा गिरीश खटिवडाले कमेन्ट गर्नु भएको छ कि किन केटाहरुको चाहिँ प्राइभेट लाइफ हुँदैन र नट अल बोइज आर अवेलेबल टु व्हाटएभर इज अवेलेबल। आजकल सायद केटीहरु भन्दा बढी केटाहरु चाहिँ सिलेक्टिभ हुन्छन् एन्ड उहाँको यो कुरामा धेरै जनाले एग्री गर्नु भएको छ। एनीवे अब हामी नेक्स्ट अपडेटको बारेमा कुरा गरौँ। हामी कुरा गर्न जाँदैछौँ टप 4 हाईएस्ट पेड नेपाली एक्टर्सहरुको बारेमा। अब यो कुरामा म रङ पनि हुन सक्छ, बट सोर्सको अनुसार टप 1 मा हुनुहुन्छ केदार घिमिरे एके माग्ने बुढा। माग्ने राजा मुभीमा उहाँले 61 लाख चार्ज गर्नु भएको छ र सेकेन्ड नम्बरमा हुनुहुन्छ दयाहाङ राई। मिरमिरे मुभीमा उहाँले 60 लाख चार्ज गर्नु भएको छ। नम्बर 3 मा हुनुहुन्छ समीर भट्ट। बलिदान मुभीमा उहाँले 51 लाख चार्ज गर्नु भएको छ र त्यसै गरी 4th नम्बरमा हुनुहुन्छ अनमोल केसी। उहाँले फर्की मुभीमा 50 लाख चार्ज गर्नु भएको छ। एनीवे अब हामी नेक्स्ट अपडेटको बारेमा कुरा गरौँ। हामी कुरा गर्न जान्छौँ राइस फ्यामको बारेमा। सो उहाँ र रोनिसा थापाको कन्ट्रोभर्सीको बारेमा त तपाईहरुले थाहा नै होला। यदि थाहा छैन भने तपाईहरुले मेरो लास्ट भिडियो गएर हेर्न सक्नुहुनेछ। सो फर्स्टमा राइस फ्यामले आफ्नो युट्युब च्यानलमा भिडियो अपलोड गर्नु भएको थियो र त्यो भिडियोको रिप्लाई दिँदै रोनिसा थापाले आफ्नो च्यानलमा भिडियो अपलोड गर्नु भएको थियो। एन्ड त्यो भिडियो अपलोड भइसकेपछि राइस फ्यामले चाहिँ मान्छेहरुबाट एकदमै धेरै क्रिटिसाइज, एकदमै धेरै हेट कमेन्ट्सहरु पाउनु भएको रहेछ। सो त्यसैमा रियाक्ट गर्दै उहाँले के भन्नु भएको छ तपाईहरु आफै हेर्न सक्नुहुनेछ। मैले चाहिँ आजको मेन रिजन भिडियो बनाउनु भनेको चाहिँ आई जस्ट वान्ट टु लेट यु अपडेट हैन। अपडेट अहिले चाहिँ अब हामी यस्तो मेन्टल स्ट्रेसबाट गुज्रिरहेको थियौं नि त, त्यही भएको कारणले गर्दाखेरि म सबैलाई विनम्र अनुरोध गर्दछु हैन, ब्याड कमेन्ट्सहरु नलेखिदिनु होला। हुन्छ आफ्नो ओपिनियनहरु पोस्ट गर्नु मिल्छ, मैले नगर्नु भनेको हैन, तर खालके कमेन्टहरु हामीलाई मेन्टली स्ट्रेसफुल हुने खालके कमेन्टहरु नगर्दिनु होला।
ढिलो सत्य भनेको ढिलो चाँडो आउँछ नै आउँछ होइन। हामी तपाईहरुलाई अपडेट गराउँछौँ। यो भन्दा म फर्दर भिडियो यो विषयलाई लिएर म केही पनि बनाउने छैन। तपाईहरु चाहिँ होइन धैर्य गरेर अहिलेको लागि चाहिँ बस्दिनु होला। सत्यको सधैँ नै जित हुन्छ यही भन्छु। एन्ड अब हामी कुरा गरौँ हङ मानिङ लेको भ्लगको बारेमा। सो उहाँको भ्लग्सहरुमा चाहिँ उहाँको ड्रेसअपलाई लिएर उहाँको बडीलाई लिएर चाहिँ एकदमै नराम्रो कमेन्ट्सहरु आइरा हुन्छ। लाइक कस्तो खालको कपडा लगाएको यस्तो लगाउनु भन्दा चाहिँ नलगाएकै राम्रो हुन्थ्यो, के सारो देखाएको यताउता। आई थिंक तपाईहरुले बुझिसक्नु भएको होला। सो बेसिकली मान्छेहरुले चाहिँ उहाँको बडीलाई लिएर उहाँको ड्रेसअपलाई लिएर चाहिँ उहाँको क्यारेक्टरलाई चाहिँ जज गर्नुहुन्छ। सो त्यसैको रिप्लाई दिँदै हङ मानिङ लेकुले के भन्नु भएको छ तपाईहरु आफै हेर्न सक्नुहुनेछ। देखेको ल जिन्दगी हाम्रो जिन्दगी यस्तै छ, यस्तै नै चलिरहेको छ। 10-15-20 मिनट कि त आधी घण्टासम्मको बनाइरहेको हुन्छ कुनै बेलामा, भिडियो लामो भयो नि। ल आधी घण्टा 20 मिनटको भिडियो हेरेर जज गर्छ भने लु भन जेसुकै भन, मलाई फरक पर्दैन। तिमीहरूले भन्दैमा मेरो केही जाने पनि होइन, म हुने पनि होइन, मलाई मतलब भएन। अनि जस राम्रो छ मेरो ल यत्रो आँखा गुच्चाको जत्रो निकाल्दै होला बजियाले, यत्रो आँखा निकालेर तन्काउँदै हेरिरहेको होला, जुम गरी हेरिरहेको होला होइन। तिमीहरू थाहा छ नि तिमीहरू कतिसम्मको बोका छौ भनेर। म मात्रै होइन क्या, तिमीहरू पनि लास्टै छडुवाहरू हो क्या। एन्ड अब हामी कुरा गरौँ बिन्दुलीको बारेमा। सो रिसेन्टली उहाँले आफ्नो पुरै कपाल काटिदिनु भएको छ। लाइक उहाँले चाहिँ पुरै सेभ नै गरिदिनु भएको छ। उहाँलाई चाहिँ त्यस्तो केही प्रब्लम छैन, पहिलादेखि नै उहाँलाई काट्ने मन रहेछ र उहाँले चाहिँ रिसेन्टली काटिदिनु भएको छ। र उहाँले चाहिँ कुनै पनि पब्लिसिटी या कुनै पनि भ्युजको लागि चाहिँ गर्नुभएको होइन रे। दिस इज नट अ पब्लिसिटी स्टन्ट होइन, यो कन्टेन्ट नभएर भ्युजको लागि यस्तो चाहिँ कि कृपया नसोचिदिनु होला। किनभने धेरै आउँछ यस्तो एलिगेसन्सहरू। अब लाइक आई सेड मेरो चाहिँ यहाँ घाउहरू छ, तपाईँहरूले भिडियोमा पनि देख्नुभयो होइन। अनि मलाई चाहिँ लङ टाइमदेखि काट्नु मन थियो क्या। अनि यो घाउहरू चाहिँ अझैले भने जस्तो मैले कोट्याएर खाल्टै हुन आँटिसकेको थियो। अनि त्यही भएर अनि ल यो मौका भनेर अनि दिमाग एकचोटि ल म गर्छु भनेर ठाने। अनि त्यसपछि ड्याङडुङ गरेर गरिदिइहालेँ। एन्ड अब हामी कुरा गरौँ गुरुङ इटिङ च्यानलको बारेमा। सो आजकल धेरैजनाले युट्युबमा भिडियोजहरू अपलोड गरेर आफ्नो करियरहरू बनाइराख्नु भएको छ। त्यसमा मुकब्याङ्गरहरू पनि पर्नुहुन्छ। बट केही मान्छेहरूले गुरुङ इटिङ च्यानललाई भन्नु हुँदो रहेछ कि उहाँले चाहिँ जस्ट खाना मात्र खानुहुन्छ, भिडियोजहरू मात्र बनाउनुहुन्छ। उहाँले चाहिँ केही पनि अर्निङ गर्नु हुँदैन र उहाँले चाहिँ सबै बुढाको पैसा मात्र उडाउनुहुन्छ। सो यही कुरालाई क्लियर गर्दै गुरुङ इटिङ च्यानलले के भन्नुभएको छ तपाईँहरू आफै हेर्न सक्नुहुनेछ। कति धेरै कमेन्टहरू आइरहन्छ, यसले त खाना खाएको पैसा के कमाउँछ होला त, खाएर मात्रै उडाइरहेछ बुढाको पैसा। अरूभन्दा पनि मेन के कुरा हुन्छ नि, बुढाको पैसा खाएर उडाइरहेछ, यसको बुढा त कङ्गाल हुने भयो। यस्तो खालको कमेन्ट हुन्छ कि ब्रो आई एम अर्निङ, मैले सबै कुरा गरिरहेको छु, मैले मेरो बुढाको पैसा उडाएको होइन, मैले कमाएको हो। होइन इट साउन्ड अलिकति हार्ड साउन्ड गर्ला होइन, म अलिकति इगोइस्टिक भएको हो कि जस्तो साउन्ड गर्ला, बट द्याट इज द ट्रुथ होइन। उहाँहरूले यसरी कमेन्ट गर्दाखेरि चाहिँ मलाई त्यसरी भन्न मन लाग्छ कि मैले त गरिरहेको छु, मैले सबै हाउस होल्ड हेरिरहेको छु, मलाई भन्न मन लाग्छ कि त्यसरी। ओके आजको लागि यति नै। र भिडियो मन परेमा प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। र अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई, सी यू।